छुदामा अनुचित छ भनी स्पर्श केही नगर्दो। रावणले त छोएको पनि छैन सीताको। हातले मैले छुदामा अनुचित छ भनी स्पर्श केही नगर्दो, रावणको वर्णन है। अब त्यो कारणले गर्दाखेरि अब राक्षस भन्दा पनि पशु भन्दा पनि मान्छेले उदाहरण दिन्छ नि, नर पशु यस्तो त्यस्तो भनेर, त्यो भन्दा पनि धेरै तल्लो तहमा मान्छेको क्रियाकलापहरू अहिले देखिन थालेको छ कतिपय है। मैले भन्नु पर्दैन, म धेरै सञ्जालतिर सञ्चार माध्यममा यहाँहरू जस्तो पत्रकारहरूलाई थाहा अवगत भएकै कुराहरू होला होइन। अनेक चाहिँ घरेलु हिंसा, महिला हिंसा, पुरुष हिंसा पनि अहिले त्यतिकै छ होइन। बालबालिकाहरूको हिंसा, निकृष्ट खालका मान्छेहरू होइन, जुन घरमा चाहिँ कुलङ्गार भन्छ नि, उनको अङ्गार, उनको धब्बा, उनको कालाहरू, त्यस्ता व्यक्तिहरूले अरूका बालबालिकाहरूलाई अनुचित तरिकाले छुने, अलिक अनुचित तरिकाले स्पर्श गर्ने, अनुचित तरिकाले हेर्ने, अनुचित तरिकाले तिनीहरूलाई हिंसा गर्ने त्यस्ता व्यक्तिहरू पनि छन्। उनीहरूलाई कारवाही हुनु पर्दैन, उनीहरूलाई दमन हुनु पर्दैन। जहिले पनि चाहिँ अब त्यो त्यस्ता दुष्टहरूलाई पनि हामीले संरक्षण गरिरहनु भनेदेखि सज्जनहरू हिंसामा पर्छन्।